म सबैभन्दा पहिले नेपाली नागरिक हुँ। त्यसपछि रवि र रासोपाको समर्थक हुँ। म सधैँ सत्यको पक्षमा उभिएको छु र उभिनेछु। आज निर्दोष नेपाली जनताको हत्या गरिएको छ, नरसंहार मचाइएको छ, देश रोएको छ। आज म देशको साथमा छु। आज म मेरो पुस्ताको साथमा छु। आज म रासोपाको समर्थक भन्दा देशको नागरिक भएर यो भ्रष्टाचार, अन्याय, अत्याचार, बेइमानी, कुशासनको विरुद्धमा मेरो पुस्तासँग उभिएको छु। आज मेरो लागि पार्टीको निर्देशनभन्दा ठुलो देशको आवश्यकता हो। मेरो लागि देश प्रथम हो, मेरो पुस्ता दोस्रो र पार्टी तेस्रो। त्यसकारण पार्टीले आफूलाई देशको पक्षमा उभ्याओस्, पार्टीले आफूलाई मेरो पक्षमा उभ्याओस्, नत्र म, मेरो पुस्ता र देश आफ्नो गतिमा अगाडि बढ्नेछ भन्ने पार्टी एक्लै हुनेछ। जय नेपाल, जय घन्टी, जय राष्ट्रवाद।